नमस्कार। आज म तपाईलाई केही जानकारी गराउन चाहन्छु। यदि तपाईले बिमा गर्नु भएको छ वा बिमा गर्ने सोच बनाउनु भएको छ, बिमा कहाँ गर्ने भन्ने कुरा चाहिँ खोजिराख्नु भएको छ, कसको लागि? तपाईको लागि र तपाईको परिवारको लागि भने तपाईको लागि विशेष योजना छ। त्यो योजना कस्तो छ भन्दाखेरि तपाईले बिमा के गर्नुहुन्छ? स्टार्ट गर्नुहुन्छ। बिमा एउटा रिटायरमेन्टको लागि हुन सक्छ, बिमा एउटा एजुकेसन प्लानिङको लागि हुन सक्छ। दुईटा कुरालाई तपाईले मध्यनजर गर्ने गरी तपाईले बिमा गर्ने सोच के गर्न सक्नुहुन्छ? बनाउन सक्नुहुन्छ। नम्बर 1 मा चाहिँ। नम्बर 2 मा जब तपाईले रिटायरमेन्टको लागि बनाउनुहुन्छ, तपाईको उमेर, तपाईको आम्दानी, तपाईको कति वर्षपछि तपाई रिटायरमेन्ट लिन चाहनुहुन्छ, के को हिसाबले? पैसाको हिसाबले। कोही मान्छे 55 वर्षमा रिटायरमेन्ट लिन चाहन्छु भन्छ, कोही मान्छेले 60 वर्षको लागि भन्छ, कोही मान्छेले 65 वर्षको लागि भन्छ, कोही मान्छेले 70 वर्षको लागि। तपाईले जति छिटो चाहिँ रिटायरमेन्ट प्लानिङ चाहिँ स्टार्ट गर्नुहुन्छ, त्यति तपाईलाई कम पैसा पर्छ। जति तपाईले ढिलो चाहिँ रिटायरमेन्ट प्लानिङ गर्नुहुन्छ, त्यति तपाईलाई महँगो पर्दै जान्छ। नम्बर 1 मा चाहिँ। नम्बर 2 मा यदि तपाईको साना नानी बाबुहरू छन् भने नानी बाबुको लागि चाहिँ उच्च शिक्षा पढ्नको लागि एजुकेसन प्लानिङ गर्ने के सोच बनाउनु भएको छ भने तपाईको लागि पनि यो भिडियो काम लाग्छ। सानो बच्चा हुनुहुन्छ भने उहाँको लागि उच्च शिक्षा पढ्नको लागि सुरक्षा पनि, बचत पनि र तपाईले बच्चा पढ्नको लागि पैसा आउने गरी चाहिँ तपाईले जीवन बिमा गर्ने सोच बनाउनु भएको छ भने तपाईले नयाँ वर्षको नयाँ योजनाको साथ तपाईले बिमा योजना लिन सक्नुहुन्छ। थप जानकारीको लागि तपाईले के गर्न सक्नुहुन्छ? व्हाट्सएपमा के गर्न सक्नुहुन्छ? कनेक्ट गर्न सक्नुहुन्छ। यदि तपाई जेन्युन हुनुहुन्छ, तपाई सिरियस हुनुहुन्छ, तपाईप्रति, तपाईको पैसाप्रति र तपाईको रिटायरमेन्ट प्रति, तपाईको एजुकेसन प्रति, बच्चाको लागि चाहिँ तपाई सिरियस हुनुहुन्छ भने तपाईले व्हाट्सएपमा कनेक्ट गर्न सक्नुहुन्छ। व्हाट्सएपमा कनेक्ट गरेर तपाईले डकुमेन्ट पनि पठाउन सक्नुहुन्छ। तपाई सिरियस हुनुहुन्छ भने डकुमेन्ट पठाएर तपाईले के गर्न सक्नुहुन्छ? आफ्नो नानी बाबुको लागि उच्च शिक्षा पढ्नको लागि जीवन बिमा गर्न सक्नुहुन्छ। अर्को कुरा, तपाईको मानौ नानी बाबु मानौ को लागि उच्च शिक्षा पढ्नको लागि जीवन बिमा गर्न सक्नुहुन्छ। र अर्को चाहिँ तपाईले यदि तपाईको चाहिँ उमेर मानौ बुढेसकालको लागि, रिटायरमेन्टको लागि चाहिँ गर्नुपर्ने छ भने पनि तपाईले गर्न सक्नुहुन्छ। थप जानकारीको लागि तपाईले के गर्न सक्नुहुन्छ? तपाईले व्हाट्सएपमा के गर्न सक्नुहुन्छ? कनेक्ट गर्न सक्नुहुन्छ भन्दै तपाईहरुले भिडियो हेरिदिनु भएकोमा तपाईहरुप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।